नमस्ते सबैलाई, मेरो नाम सबै छेत्री र म आज आइपुगेको छु बहुत दिनको पछाडि मेरो युट्युब च्यानलमा भिडियो बनाउनलाई र हजुरहरूलाई पनि देखाउने छु। यहाँको इन्टरनेटमा हाम्रो जति सक्छ हाम्रो जति भिडियो बनाउँछ म हजुरहरूलाई सबै युट्युब च्यानलमा देखाउने छु। र बहुत दिनको पछाडि युट्युब च्यानलमा भिडियो बनाउन म आइपुगेको छु बगानमा। र हेर्न सक्नुहुन्छ यताको मौसम पुरै दामी भइरहेको छ मौसमहरू। र यति चोरको घाममा म भिडियो बनाउन आएको छु र हजुरहरूलाई भाइलाई सपोर्ट गर्नु होला अलिकति। र अति नै राम्रो राम्रो कन्टेन्ट आउनेछ र यो भिडियोमा बनिराख्नु होला। हजुरलाई मैले एउटा सङ पनि सुनाउने छु। राम्रो लाग्यो भने लाइक कमेन्ट र सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। र कस्तो लाग्छ त्यो सङ भन्नु होला कमेन्टमा। र सुनौँ। दूर में लिखा तेनू सोड़िए कहाँ तू कहाँ मैं, दूर दूर में लिखा तेनू सोड़िए कहाँ तू कहाँ मैं, किन्ने करा कि मैं आवाज धर तेनू लायक तेरी के मैं हो आज रस मैनू खोल दर मैनू आगे दी सोनी करा मैं कितने जातम्मा सोड़िए दूर दूर में दिखा तेनू सोड़िए कहाँ तू कहाँ मैं। र यो सङ चाहिँ कस्तो लाग्यो हजुरहरूलाई राम्रो लाग्यो भने एउटा लाइक र कमेन्ट नबिर्सिनु होला, गरेर जानु होला सबैले। र सबैले सपोर्ट गर्नु होला भाइलाई। र अझै नै राम्रो राम्रो भिडियो बनाउनलाई म हजुरहरूलाई देखाउनलाई प्रयास गर्छु। जति सक्छ हाम्रो आजको भिडियोहरू सबै हजुरलाई देखाउने छु र भिडियोमा बनिराख्नु होला। जस्तो सबैलाई अहिले चाहिँ म आएको थिएँ भिडियो सुट गर्नलाई र हाम्रो स्ट्यान्डहरू रेडी गर्नुपर्छ। आज यही स्ट्यान्ड छ र यही स्ट्यान्डलाई काम चलाउनुपर्छ। यता मेरो कपडाहरू छ, यहाँ बाँसुरी र यो चाहिँ स्ट्यान्ड, यो रिङ लाइट। र आज कस्तो भिडियो हुनेछ हजुरलाई इन्टरटेनमेन्ट गराइराखेको छु र हेर्दै गर्नुलाई यो भिडियो युट्युब च्यानलमा हाल्नेछु मैले। र राम्रो लाग्यो भने एउटा लाइक र कमेन्ट चाहिँ नबिर्सिनु होला। चांद के लाइन देबू तारा के लाइन देबू, चांद के लाइन देबू तारा के लाइन देबू, सितारा लागल सारी तो के लाइन देबू, सितारा लागल सारी तो के लाइन देबू, चांद के लाइन देबू तारा के लाइन देबू। नमस्ते सबैलाई। र मैले चाहिँ आज हजुरलाई साथीको भिडियो देखाउँदैछु कसरी बनाउँदैछ ल। यिनीहरूको कहिले छपरी स्टाइल जान्न के, यिनीहरूको कहिले छपरी स्टाइल जान्न। यता आउनु न, साथ खुलेर एकदम मन छपरी स्टाइल के, छपरी भन्छु मैले यिनीहरूलाई। र यो मेरो स्ट्यान्ड, मैले घरमा बनाउने स्ट्यान्डलाई आज यहाँ बाहिर लिएर आएको छु। यहाँ मेरो गिटार छ, यता चाहिँ मेरो बाँसुरी छ। र हजुरहरूलाई अझै नै राम्रो राम्रो भिडियो देखाइराखेको छु र भिडियोमा एकदम अन्तिमसम्म नि भन्नु होला र फुल भिडियो हेरेर जानु होला। एउटा गाइस रोक्नु एउटा मैले सङ सिकेँ नि नयाँ नयाँ, बोका चोदा यो देशी गीत भइगयो। रोक्नु अर्को राम्रो सुनेर जानु, किन धेरै भयो क्या रोक्नु तेरो बाउ गाइस। र भिडियो सिडियो सुट भइसक्यो र मेरो साथीको आज माने उता काम पऱ्यो, त्यही भएर मैले भिडियो पनि राम्रोसित बनाउन पनि पाइनँ, केही सुट पनि गर्नु पाइनँ केही भिडियो। र यत्रो मेहनत गरेर घाममा आइयो, यस्तो चोरको घाममा आएर पनि भिडियो सुट गर्नु पाएन। र त्यही खराब लाग्यो हजुरलाई पुरा फुल भिडियो देखाउँछु भनेर। र केही छैन, नेक्स्ट भिडियो हेर्नु होला, राम्रो आउनेछ त्यो पनि। र म चाहिँ अहिले घरतिर जान लागेँ। हेर्न सक्नुहुन्छ मौसम क्या दामी भइरहेको छ। र उहाँ साथी छ, साथीले चाहिँ मेरो गिटारसित सबै लिएर गएको छ, पुरा बजाउँदै पागल जस्तो। एकदम मैले भन्दैछु त अघि नै हजुरलाई देखाएँ नि, स्याम छपरी छ, स्याम छपरी लिडे हो लिडे। र हाम्रो चाहिँ घरतिर जान लागेको, हाम्रो चाहिँ भिडियो सुट गर्दैथ्यौँ यो छायामा भिडियो सुट गर्दैथ्यौँ। र भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने एउटा लाइक र कमेन्ट
गर्न नबिर्सिनु होला र धेरै नै मेहनत गरिरहेका छौँ घरदेखि आएर यहाँ बगानमा भिडियो सुट गर्नलाई र राम्रो लाग्यो भने एउटा लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला हजुरहरू पनि नयाँ आउनु भएको छ भने र बाई बाई नेक्स्ट भिडियोमा मिल्नेछु